है हजुरहरूसँग एक केही कुरो गरौँ न आमा मुनको भनेर आएँ। अब के भयो भनेपछि 84 को चुनावमा पनि मकन भोट दिनु होला, किनभने मैले पहिला भन्दा अहिले धेरै परिवर्तन गर्ने विचार गरेको छु। कसो लाग्यो आमै दिदी बहिनी, आमा बहिनी है? अब कहिले जानु? 84 मा रे अगाडि उति 69 मा पनि त्यही थिए। आम्मै मान्छ आम्मै उ भन्यौ र काहीँ जिताऊ, मेयर जितायौ, काहीँ अध्यक्ष जिताऊ, गाउँपालिका अहिले केही गरेन जुम्लामा। के अझ के तिमी भोट माग्न आउन हामी दिँदैनौ? दे अब गरिन कुरा सबै समय उस्तै कहाँ होला त? केही समय मिलाउन पनि हग्नु पर्यो त। अब पछिल्लो समयमा अहिले सिकेका कुरा पछि मिलाउन त पछि पनि काम मिल्दैन न। आफ्नो नमुने राम्रो मुनि हामीले भोट दियौँ। 60-70 वर्षसम्म हामीले काम गर्यौँ, यत्रो गर्यौँ, हामीले कहिले पनि हेर्दैनौँ। अहिले तिमी नै भोट दिए पनि अहिले आमा युवा खोजला, युवा खोजिकन जाने त हो। हामीले यत्रो 60-70 वर्षको उमेरमा हामीले यत्रो काम गरेका छौँ। लोक देउडा ढाँटथपाला पनि हामीले उ गरेकै छौँ, हामीले दर्ता गरेकै छौँ, माथि कर तिर्दैछौँ हामी। न कोहीले ओडाले हेरेको छ, न कोहीले नगरेले हेरेको छ, न कोही महिलाले गाउँलेले हेरेका छन्। यत्रो डाँडाकुलो ढाँटथपालको डाँडाकुलाको त्यत्रो सिँचाइ हामीले गरेका छौँ। 60-70 वर्षका नखाइ नपिएर सरसफाइ त्यस्तै कालडुङीबाट माथि केटीसम्म हामीले डोखा लाम्रो बोकेर कसको पेट भुनिया छैन, कसैको ड्राइभर भुनिया छैन, कसैको गु नबुनेर हामीले डोखा बोकिकन बोकेका छौँ। महिला जागरण अगाडि सरेको छ। महिला त्यत्रो 80 वर्षकी महिला पनि गरेन अहिलेसम्म। ओडाले काही सम्मान दियो, नगरपालिकाले केही सम्मान दियो, ओडा अध्यक्षले केही सम्मान दियो, महिलाले यहाँ गरेका छन् भने आफै लट्काउने र आफै भुनी बन्ने काम गर्दै तिमी पार्टीले भोट माग्न आउन 84 मा अब दिनेन। अब नयाँ युवालाई हामी सब एकजुट भएर हजुर नरिसानुस्। दिने। अब पहिले जे गल्ती भइगयो तपाईहरुले पाउने सुविधा केही पनि पाउनु भएन। हुन पनि हामी अब ठुलाबडा भइसकेपछि पहिले यस्तै जनतासँग हबै झुक्यौं, पछि अब आफ्नो दुनो खोजे हकेजी नकैखन हेर्यौं, नकैको पुछुट टेर लायौं। त्यही कारणले गर्दाखेरि अहिले हामी यस्तो अवस्थामा पुगेका छौं। अब भोलि सोच परिवर्तन गरौँला, विचार परिवर्तन गरेर भोलि हामी त्यस्ता त्यो भ्रष्टाचारमा लाग्ने छैनौं, नराम्रा काममा लाग्ने छैनौं। तपाईहरुले गरेका विकासी काममा हामी तपाईहरुलाई सबै साथ दिनेछौं। मेरा पार्टीका नेता सबैलाई भन्नेछौं। जुम्लाको मार्सीदान भन्ने कहाँ पनि चन्द्रनाथ बाबालाई भोग लाग्ने जुम्लाको मार्सीदान मात्रै हो। जुम्ला अहिले कालो मार्सी ल्याउँछन्, सेतो कृषि ल्याउँछन्, रातो कृषि ल्याउँछ, त्यो भन्छौँ हामीले अहिले छोडिले। त्यही हाम्रो पुरानो हाम्रो रैथानी बाली हाम्रो चन्द्रनाथ बाबालाई भोग लाग्ने हामीले उ नगर्ने, हामी त्यो मार्सी धानको चामल मार्सी धान नटुटाउने नछुटाउने भनेर हामी त्यत्रो हामी लागि पढी गरेर छन्। आजसम्म हामीले बाबु कसैले पनि हामीलाई मान्यता पनि दिया छैनौँ, सभासी पनि दिया छैन। अब गरिन कुरा आमाले गरी पुरा यो विश्वभरिको नै चर्चित छ। एक त आफै चर्चित छ, त्यहीमा पनि अब को चुनावमा मलाई जिताउनु भयो भने विचार र परिवर्तन गर्ने म एउटा अठोट लिनेमा बाछा गर्नेमा लौ भोट मात्रै हाल्दिनु होला। भोट मात्रै हाल्ने, भोट त हाल्ने हामीले यस्तै भन्ने गाउँको जेठी औराले पनि तपाईहरु सिँचाइ गर्नुहोस्, तपाईको लागि हामी गर्छु भन्ने यसै आया। जेठी औरा पनि हामीले कसैले मान्ने सभासी दिनु भन्न त काँची र सभासी पनि दिया छैन। आज तिमी पनि भोलि त्यस्तै हुने। हामी युवा नेता यस्तै छ, युवा नेता छानिन्छ दिने भएपछि न त यस्तै खोत्ता जाऊ। हेरौँला भोलि यस्तै बुन्ने यसै आउन हामी दिदैनौँ। हामी दिदी पनि उ गर्न पनि दिदैनौँ, सुख दुःख गर्न पनि दिदैनौँ। यो नगर्नु होला, म न बाहेक अरु कसैले नदिदिनु होला। आमन त मानि ठानी आइए आपन त हामी आपन त मान्दैनौँ। राम्रो मान्छे जो छ उसलाई गरौँला। राम्रो छ त्यही यस्तो अध्ययन गर्न लाग्छु। सोच जाऊ अत्ता मात्र पुटा।